वेलकम मर्सिडिज अस्ति नेसनल प्लेयरहरू बसेर सिटै हो है हामी पनि बस्दिन्छ के हो यस्तो हामी चिप्लेट खेल्न लाग्यो यहीँबाट जाने यस्तो अँध्यारोबाट डढायो भुताउँछ है गाइस धेरै छ कुरा बुद्धि म झन् यसले बाइक लिएर आउँछ कि डुल्न जाम भनेको ओ यसको लुगा कस्तो बढिरहेको होइन फेरि त्यो कहाँ होइन त्यो धुक्कातिर बुद्धि हाल्यो 40 रुपये के हो रोड छोटे ल चाँडै बोलायो नि के हो त यसले के भने अरे होइन मेरो घरमा सुन्थ्यो ए सुनको तँले बिजनेसम्यान अलिक सुनवाला बिजनेसम्यान के डायमन्ड हो कि पुरै सुन र डायमन्ड तलबाट चाहिँ सुनाउँछ लिमोजिन कहाँ आइपुग्छ केटा हो कहाँ आइपुग्छ फुलबाट यो घन्टा घर अस्ति भएर हामीले बजेट यहाँ चाहिँ बनाउनु कसरी बनाएछ 2 दिन अगाडि बनायो आज बनाएछ 2 दिन अगाडि यहाँ यसलाई 300 करोड जति यहाँ सुन हाल्यो भने के हालेछ मेरो सुन हाल्यो त त्यहाँ सुन टल्किरह त्यहाँ कति किलो होला 1 क्विन्टल जति होला है त्यसो होला त्यस्तो कुरो भन्नु हुँदैन फेरि चोराउँछ उही बेटा चोराउँछ सेक्युरिटी गार्ड छ हाम्रो गन बोकेर बस्या 1 2 3 4 5 वटा सुनको गाडी मिसिङ गर्न जाँदा छ नि सबै फ्रेन्ड साथीहरु सबै पठाइदे सबै आज के पठाउँ चिया फ्रेन्ड्स फरेवर पठाइदे काव्य है बरफ पुस्ने हैन के को बरफ डायमन्ड बरफ नि हामी फेरि चान्चुन खाँदैनौँ हैन डायमन्ड फेरि हाम्रो त पर्सनलाइज डायमन्ड सेतो डायमन्ड फेरि बल्ल इस हेर्नुस् 10 करोड ओइ 10 करोडको बरफ 10 करोड 30 करोड हुन्छ लाख ए लाखको है साच्ची 30 लाखको त बरफ खायो हामीले पनि केसको थाहा किसको रिका मोतीको नि मोतीको गाडी फाल्दै फेरि मोती फाल्दै हावा घर हाम्रो किन चाहियो नुवाकोट हावा घर है चान्ज भने कसरी टिप्न आउनु होला ल नुवाकोट तीनटा मोतीको प्याकेट छ टिपेर बेच्न सक्नुहुन्छ नि बेचिदिनुहोस् हामी केही भन्दैनौँ हामीलाई चाहिँदैन हामी भिखारी हैन यो चाहिँ हावा घर हो होइन के बनाउँला नि हामीले त यी सबै सुनको पाल हाल्दै खायो हामीले मन्दिर सुनको डायमन्डले यार कस्तो दाँत दुख्यो है डायमन्ड खानु हुँदैन रहेछ अब हामीलाई सधैँ डायमन्ड खाने बानी छ तपाईँहरू चाहिँ नखानुहोस् है फर्स्ट टाइम खायो भने तपाईँहरूको दाँत बिग्रिन सक्छ है हामीले बनाइदियो त्यहाँ त्यो डायमन्ड होइन नुवाकोटै हामीले बनायो यो नुवाकोट त हामीले बनायो पृथ्वीनारायण शाह हामीसँग युद्ध खेल्न आएको थियो फर्स्ट रुममा हारिहाल्यो भागिहाल्यो सेकेन्डमा चोटिमा चाहिँ फेरि बिचरा निराश हुन्छ होला भनेर हामीले हारिदिएको सेकेन्ड चोटिमा हामी 2 जना दुबईमा थियौँ के दुबई गएको थियौँ उनीले त जित्दैछ हाम्रो कौन है ये लोग कहाँ से आते हैं इलन मस्क त हाम्रै साथी हो इलन मस्क भाइ त्यो बच्चामा गुच्चा खेला इलन मस्कसँग हिराको कट्टु त्यो पनि सुनको कि हिरा कट्टुमा त्यो पनि सुनको कि भन्छ यो अलिक सुन मन पर्ने बिजनेसम्यान हो कि देखा न यता सुनको गुच्चा यो अलिक सुन मन पर्ने इलन मस्कसँग त्यो मोतीको गेडा हुन्छ नि मोतीको गेडा त्यो खेल्थ्यौँ हामीले गुच्चा बनाएर फर्स्ट दिन एक दिन जाने त्यो गुच्चा खेल्ने त्यही छोडिदिने त्यो मोती बेचेर पनि कति मान्छे धनी भइसक्यो होला है यो घरमा पनि त्यही मोती बेचेर हुनसक्छ हामी यहीँ खेल्थ्यौँ यही चोकमा फेरि बिना त्यसले नि भेट्छ हाम्रो त्योबाट त्यो धनी भयो
त्यही हामीले गुच्चा खेलेको मोती त्यसले भेटेर उहाँ धनी भएछ नेपाली अब हामीले अच्छा ठीक है 5 मिनेट पनि लाग्दैन हाम्रो हामी नेपालको सबसे धनी मान्छे हुन्छ मेरो घरले रिभर सिटी हैन हामी दुबईमा बसेर हो कि हैन माथि जाने हो यहाँ त पार्टी हामी नि धनी हुन्थ्यौँ विनोद चौधरी भन्दा नेपालको सबसे धनी को भन्दा हाम्रो नाम आउँथ्यो हामी किनकि दुबईमा बस्छौँ त्यही भएर हाम्रो नाम नआयो कि मोती बिगड आयो यहाँ पाल पार्थ्यौँ यत्रो ठुलो अनि त्यहाँ खेल्थ्यौँ अहिले त यो घरवालाले भेट्टाएको न यो घरवालाले भेटायो यत्रो घर ठडाइसक्यो त्यही यहाँ मोती भेटाएर हाम्रो स्कुल नि हिराको होइन उसको अब हामीले होइन त्यहाँ हामी बेलासम्म कति कमायो होला एक सेकेन्डमा कमाउँछ 1 करोड हामीले कमायो होला 8-9 करोड 8-9 करोड कमायो 30 लाख चाहिँ खर्च गरिहाल्यो 8-9 करोड 30 लाख 8-9 करोड कमा त्यहाँ चाहिँ हामीले 300 करोड त्यसमै खर्च त्यहाँ यो के अरे डायमन्ड डायमन्डको यो किन्दाखेरि 30 लाख अनि उता कतिले 8 करोड 25 लाख अनि अहिलेसम्म 8-9 करोड कमायो लस चाहिँ हाम्रो कहिले हुँदैन छिटै नमो गर्नुपर्छ कति देखायो म त गाई स्कुल नि गएन अब हामी अब दुबई जाने मान्छे सुधार्नु अब भोलि दुबईको फ्लाइट छ अनि फेरि 1-2 दिनमा फर्किनु पर्ला एक दुई 2-4 वर्ष किन आउने यस्तो हाम्रो यहाँको बिजनेसम्यानहरू सधैँ नि हाम्रो बिजनेस सम्हाल्ने नभने यस्तो नेपाली के आउनु यार यसरी हिँड्नुपर्छ गोल्डन सुनको हामीले फ्याले हाम्रै बुढाहरूले फाल्यो डेनिस कट पनि हामीले त पाइयो मिलाएर हाले यो फेरि हावा बोल्या चाहिँ काट्ने मतलब काटिहाल्छु बिचमा बोल्या अहिले मैले बोल्दा अब हामी चाहिँ हान्छौँ होइन ओके सर मेरो भाइ ओइ के छ म चिने त्यसले मलाई नचिने त म चिने भने यो घरमै हामीले गिफ्ट आयो है गाइस म चिने ए मलाई चिने हामीले हिराको के रे गुच्चा खेलिरहेको थिएँ यहाँनिर पाएँ नि त्यसलाई यो घरै गिफ्ट दियो है गाइस ए त्यो टाढो कति करोड 10 करोड त अब ए हामीले 10 करोड सस्तो यस्तो सस्तो के 10 करोड किन्छ हामीले तपाईँ यस्तो सस्तो कसले चलाउँछ यार 10 करोडको जाब 10 करोडको टायर हामीलाई किन चाहियो त्यस्तो टायर लिमोजिन होला मतलब गोल्डन प्लेटेड फुल इन्टेरियर चाहिँ डायमन्ड दामी भ्यू त्यो गोल्डन प्लेट टायरको 10 करोड भन्छ यार कस्तो सस्तो यस्तो सस्तो त मलाई मैले चप्पल त लाउँदिनँ अब त्यो टायरको कुरा गर्छ मेरो चप्पल 5 करोड हो यो फेरि 5 करोड हामी 10 करोड भन्दा सस्तो चप्पल लाउँदैन ए 500 करोड त्यसो भए ठिक छ 500 करोड एउटा इन्टरभ्यू लगाइदिनु पैसा कस्तो पैसा हो म आइसँग माग के भन्यो खोइ हामीसँग गोल्डन हिटर माग्ने त्यो बाइक हामीले किन्ने हुन्छ ए हामी बाइक किन्ने मेरो 11 करोड देखेन 1100 करोड यसले भनेको चाहिँ के भयो अरे हिटर दियो भने त्यो गोल्डन हिटर हाम्रो डायमन्ड हिटर त्यो के त्यो हिटर माछामा हाल्ने एक्वेरियममा हाल्ने हिटर के त्यो मागिरहेको त्यो हाम्रो मोतीहरू राखेको नि त त्यहाँ अनि यसलाई नि 2-4 दिएको थियो नि त अनि त्यो बिचराको के हुँदैन तिमीहरू उता त्यस्तो हामी चाहिँ अगाडि सर्ट देख्यौँ होइन त्यही भएर के हुँदैन भने खोइला पछाडि देखेन अब हाम्रो लिमोजिन आइसक्यो यहाँ अगाडि होइन उता लाइट बल्दा लाइट बलिरहेको ल अब हामी गयौँ बाई बाई अब सिधै हामी दुबई पछि भेटौँ ल बाई